कहाँ जाँदैछौ अरे अब? Forbidden City. हामी Forbidden City जाँदैछौँ. कहाँ? Forbidden City. Forbidden City. It belongs to Beijing. हामी बेजिङको के टावर के वाल ग्रेट वालबाट फर्केर फर्बिडन सिटी जाँदैछौँ. ओके ल हामी चाहिँ फर्बिडन सिटी जाँदैछौँ है. कस्तो रहेछ फर्बिडन सिटी हेर्न जाउँ. यहाँ चाहिँ अलिकति पुरानो ट्रेडिसनलाई चाहिँ मेन्टेन गरेका घरहरू देखिए. हाम्रो असन जस्तो रहेछ. असन टुरिज्म एरिया ठमेल तपाईको 24% चार्ज छ त. असन अनि अहिले कहाँ आफ्नो खल्तिया चार्ज भयो? हुन्छ के मेरो चार्जर 14 हो. 14 हो? के अरे उता उसले टोइलेट सफा राखेछ घर. त्यस्तो भन्नुहुन्न. कहाँ रहेछ त पासपोर्ट हेर्नु? राइट साइडमा भयो नि त्यसले. ओ त्यहाँ डाइरेक्सन देखा बाबा हेर्नु त. उ त्यहाँ यहाँ छ. फोर्बिडन सिटी यात्रा गर्ने क्रममा यो फोर्बिडन सिटी भनेर खासै मलाई पनि पहिला थाहा थिएन. के होला यो फोर्बिडन सिटी भनेर मैले चाहिँ जाने भनिसकेपछि एकचोटि चाहिँ यसो च्याट जिपिटी गरिहालेँ हैन. के रहेछ भनेर बुझ्दा फोर्बिडन सिटी चाहिँ एउटा चीनको राजधानी बेजिङको मुटुमा रहेको एउटा चाहिँ भव्य शाही दरबार हो, जुन मिङ र छिङ वंशका सम्राटहरूको निवास स्थल रहेछ र यो 1420 मा निर्माण सम्पन्न भएको रहेछ र करिब 500 वर्षसम्म चाहिँ चीनको शक्ति केन्द्र रहेका रहेछन् हैन. अब फोर्बिडन सिटीलाई किन फोर्बिडन भनियो? फोर्बिडन भनेको निषेधित सहर हो. फोर्बिडन सिटी भनेको नेपालीमा भन्दा निषेधित सहर भनेर भनिन्छ. फोर्बिडन सिटीलाई चाहिँ किन फोर्बिडन सिटी भनियो त भन्दाखेरि यहाँ सामान्य जनतालाई भित्र पस्न पूर्णतया निषेध गरिएको थियो. यो दरबारमा सामान्य जनतालाई भित्र पस्न पूर्णतया निषेध गरिएको थियो र भित्र रहेका अधिकारी, नोकर चाकर तथा राजपरिवारका सदस्यहरू पनि सम्राटको आज्ञा बिना बाहिर निस्कन सक्दैनथे र यस क्षेत्रलाई सर्वोच्च शाही शक्ति र दिव्यताको प्रतीक मानिन्थ्यो. यसका विशेष नियमहरू रहेछन्. त्यो नियमहरूमा केवल सम्राट, साम्राज्ञी, राजकुमार, शाही सल्लाहकार, दरबारी महिला र उच्च अधिकारीहरूलाई मात्र प्रवेश अनुमति रहेछ. सैनिक, नोकर चाकर, कलाकारहरू, वैज्ञानिकहरू, ज्योतिषीहरू लगायत अन्य शाही सेवकहरूलाई मात्र दरबारभित्र पस्न दिइने. तिनीहरूलाई पनि दरबारभित्र पस्न दिइने र यदि कसैले अवैध रूपमा प्रवेश गर्ने वा बाहिर जान खोज्यो भने चाहिँ उनीहरूलाई मृत्युदण्ड दिइँदो रहेछ. अब यहाँ एउटा कौतूहल त आउन सक्छ. यो किन त्यहाँका मान्छेहरूलाई बाहिर जान दिएन अथवा किन भित्रका मान्छेहरूलाई चाहिँ बाहिर आउन दिएन त भन्दाखेरि त्यसमा विभिन्न उद्देश्यहरू छ. पहिलो उद्देश्य छ सम्राटको गोपनीयता रक्षा गर्ने उद्देश्य. फोर्बिडन सिटीको सम्राटको निजी संसार थियो. बाहिरी संसारसँग सम्पर्क हुँदा शाही जीवनको गोपनीयताबारे भङ्ग हुने डर थियो. सम्राटलाई स्वर्गीय छोरा, सन अफ हेभन, स्वर्गको छोरा भनिन्थ्यो, जसको जीवन रहस्यमय हुनुपर्थ्यो. र अर्को छ शाही सत्ताको स्थायित्वको लागि. सम्राटका शत्रु वा षड्यन्त्रकारीहरूले दरबारभित्रको जानकारी बाहिर पुर्याउन नपाओस् भनेर मानिसहरूलाई बाहिर जान रोक लगाइएको रहेछ. त्यसै गरी विशेष गरी सम्राटका पत्नीहरू, जसलाई कङ्कुबाइन पनि भनिन्थ्यो, सम्राटका धेरै पत्नी, सन्तान जन्माउने छुट्टै पत्नी अनि त्यस पछाडि आफ्नो स्पेसल त बिहा गरेर ल्याएको छुट्टै पत्नी हुँदो रहेछ. विशेष गरेर सम्राटका ती कङ्कुबाइनहरू र सेविकाहरूलाई पनि बाहिर जान नदिने, ताकि उनीहरूले शाही रहस्य कसैलाई पनि बताउन नसकुन्. र अर्को छ सम्भावित विद्रोह रोक्न. दरबारका नोकरहरू, सैनिक र अन्य व्यक्तिहरू बाहिर गएर विद्रोही गुटहरूलाई चाहिँ दरबारभित्रको कुराहरू जानकारी दिन सक्ने सम्भावना रहन्थ्यो. सम्राटहरू आफ्नै शाही परिवारका सदस्यहरूसँग असुरक्षित महसुस गर्थे, किनभने त्यहाँ सत्ताका लागि आन्तरिक षड्यन्त्रहरू प्राय भइरहन्थ्यो.
त्यसो हो भने फोरबिडन सिटीभित्रको जीवन कस्तो थियो त भन्ने कौतूहलता पनि आउन सक्छ। फोरबिडन सिटीभित्र बस्ने मानिसहरूका लागि यो स्थान भव्य भए पनि एक प्रकारको सुनौलो पिञ्जडा जस्तै थियो। त्यहाँ सम्राट र शाही परिवारहरूको लागि चाहिँ ठुला ठुला प्रार्थना हलहरू थिए, सिंहासन कक्षहरू थिए, व्यक्तिगत उद्यानहरू थिए र निजी निवासहरू थिए भने सम्राटको प्रमुख श्रीमतीलाई विशेष दर्जा दिइन्थ्यो। तर अन्य सयौं कङ्कुबाइनहरू हुन्थे। कङ्कुबाइन भनेको मैले भनिसकेँ, सन्तान उत्पादनको लागि चाहिँ महिलाहरूलाई त्यहाँ लगिन्थ्यो र सम्राटका सन्तानहरू उत्पादन गरिन्थ्यो, जसलाई कङ्कुबाइन भनेर भनिन्थ्यो क्या। ती कङ्कुबाइनहरू दरबारको नियमभित्र कैदी चाहिँ बस्थे। र दरबारी महिलाहरूको जीवन कस्तो थियो त भन्दा स्पेसली कङ्कुबाइनहरूको सम्राटका सन्तान जन्माउने, महिलाहरूलाई विशेष ध्यान दिने, सम्राटका सन्तान जन्माउने महिलाहरूलाई मात्रै है। तर धेरैजसो महिलाहरूले जीवनभर दरबार नछोडी त्यहीँ बिताउनु पर्ने बाध्यता भएको हुनाले ती कुनै महिलाहरू चाहिँ सम्राटको मन जित्न नसकेर दरबारभित्र एकदमै दुखी जीवन पनि बिताउने गर्दा रहेछन्। ल अब चाहिँ हामी दरबार आयो। तपाईँहरूलाई यतिन्जेर मैले व्याख्या गरेको। अब चाहिँ हामी दरबार आयो है। अब यो दरबार चाहिँ कस्तो छ भन्दा एकदमै हेर्दाखेरि एकदमै ठुलो भव्य देखिन्छ। बाहिरबाट हेर्दाखेरि सुनौलो पिञ्जडा भनेर भनेको थियो, जस्तै त्यस्तै सुनौलो पिञ्जडा जस्तै नै छ। त्यहाँ चाहिँ स्पेसली नोकर चाकर यौनकर्मीहरूलाई चाहिँ फोरबिडन सिटीको प्रशासन चलाउन हजारौँ यौनकर्मीहरू चाहिँ लिएर आउने र ती प्रशासन चलाउन आउने केटाहरूलाई चाहिँ मेलहरूको चाहिँ अनि उनीहरूले चाहिँ कङ्कुबाइनहरूसँग कुनै प्रकारको सम्बन्ध नराखोस् भनेर उनीहरूको बाल्यकालमै नपुंसक बनाइने रहेछ क्या। यौनकर्मीहरू सम्राटका सबैभन्दा विश्वासीलाई सेवक मानिने रहेछन् र त्यतिखेर पनि जीवनभर दरबारमा बस्नु बाध्य। त्यहाँ लाइन बसौँ, उतिखेर हुन्छ होला। लाइन रहेछ यहाँभित्र बस्नको लागि। आउने होला नि। म आउँदै गर्छु, तपाईँ जाँदै गर्नु भने हो। त्यसले सोध्नु त मुर्गिनालाई। टिकट काट्नुपर्छ। येलो लेभलहरू फोन गर्नु न त्यसलाई। त्यही त पासपोर्ट देखाउँदै गर्नु भन्नु। आउँछ र त्यो जाउँला कि टिकट चाहिँ अलरेडी ट्राभल एजेन्सीले काटिसकेको रहेछ। सो हामी पासपोर्ट मात्रै सो गरेपछि त्यहाँ टिकट आउँदो रहेछ है। यहाँ पनि मिल्छ होला नि, यहाँ पनि मिल्छ। त्यसो हो भने फोरबिडन सिटी चाहिँ कहिलेबाट खुला भयो त सर्वसाधारणको लागि भन्दा 1912 मा चीनमा चाहिँ सम्राट पुईले गद्दी त्यागेपछि फोरबिडन सिटीको शासन चाहिँ समाप्त भयो। 1925 मा यो दरबारलाई चीनको शाही दरबार सङ्ग्रहालयमा परिवर्तन गरियो र 1987 मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्यो। र अब यसरी हेर्दाखेरि फोरबिडन सिटी केवल एउटा भव्य दरबार मात्र थिएन, यो शक्ति, रहस्य, शासन प्रणाली, षड्यन्त्र र निरङ्कुश नियमहरूको प्रतीक थियो। यसभित्रका मानिसहरूबारे बाहिरी संसारलाई थाहा नहोस् भनेर
कडा नियमहरू बनाइएका थिए। आज यो चीनकै सबैभन्दा ठुलो ऐतिहासिक र पर्यटकीय स्थल बनेको छ, जहाँ लाखौं पर्यटकहरूले भ्रमण गर्छन्। यहाँ चाहिँ हाम्रो टिकट पहिलेदेखि काटिसकेको रहेछ, ट्राभलले काटिसकेको रहेछ। हामीलाई पासपोर्ट देखाइसकेपछि भित्र जान दियो र यहाँ हामीलाई चाहिँ गाइडले केही कुरा सम्झाउँदैछ, फोर्बिडन सिटीको बारेमा भन्दैछ। So emperor on the sky, so his father on the purple star. So on the purple star there are 10,000 rooms for God's palace. So here we call emperor's son. So purple forbidden city. Yeah, so 9,999 rooms. And the palace comes from the 1420. Yeah, over 600 years. So emperor in 1420 chose Beijing as capital city and built the whole palaces. It's from 1406 to 1420. Totally took 14 years called the courtyard. And we can see here it's about ceremony hall. Yeah, with the emperor have ceremony like something announcement or national celebration. No dancing, serious place. Not for party, ceremony is serious. Yeah, the courtyard, the courtyard for civil office and military officials. They all stand here. We'll see. Yeah, emperor sit inside there. You sit here once before. And the emperor sit inside. कार्यक्रम त्यहाँ हुन्छ हामीले यहाँ Yeah, emperor sit there. They all have the announcement or ceremony also here. Yeah. And full race here and see from there. Sorry? So the here this area, all the emperor's offices. Behind for the emperor's family, emperor with the wives. But the building is similar. Okay. Later you can climb here, but the palace on the outside look because they have the barrier. For protecting. So did you ever take picture? Yes. So you can have your free time to have look, and I make a meeting point there. Okay. Red flag, near red flag? Yeah, red flag. Yeah, I wait for you downstairs on the roof. Okay. And after you waited and we get out, we go to market. Okay. Take your time. See you later. Okay. Here. Okay. You can get up here. के भन्यो आधी पुग्ने महाराजहरु यहाँ बसेर सेरिमनी 3:30. Okay. 3:30. Okay. 40 minutes. Okay. Because later we go to the market. Also need we walk to the car and drive. हामीलाई यहाँ जम्मा 40 मिनेटको समय छ। यो 40 मिनेटभित्र तैँले घुमेर सक भनिरहेछ चाइनिजले। यो ठाउँ चाहिँ यहाँ सम्राटहरू बसेर तलपट्टि ग्राउन्डमा फ्लोरमा चाहिँ नाचगान हुने समारोह हुने ठाउँ रे। यो चाहिँ मन्त्रीहरू त्यस सम्राट मुनिका मान्छेहरू बस्ने ठाउँ। अनि यो सबैभन्दा माथिको ठाउँ चाहिँ फेरि सम्राट अनि सम्राटको श्रीमतीहरू बसेर हेर्ने ठाउँतिर हामी जाँदैछौँ। कति ठुलो छ कि उले गाइडले भन्दै थियो एक दिन भरि दियो भने पनि यो तपाईहरु घुमेर सक्नुहुन्न भनेर भन्दै थियो। यति राम्रा भवनहरु छन्, यति ठुलो छ है। अनि भित्रै पानी अनि खोलै भित्रै छ। रेड फ्ल्याग भएको ठाउँ बस्ने अरे। अनि यहाँ हेरेर जाने नि अब। हैन कोही फर्के हैन। यतिबाट निक्लिने हो कि? हो र लिएर आउनु नि त उसलाई।
हवस् त तपाईहरुलाई प्रोभिडेन्ट सिटी कस्तो लाग्यो कमेन्टमा अवश्य लेख्नु होला भन्दै म यहाँबाट बिदा हुन चाहन्छु आजको भ्लगबाट नमस्ते बाइ बाइ